कार्य अहिले त्यही भइरहेछ त तपाईँ कृषि क्षेत्रबाटदेखि लिएर हरेक मजदुर हरेक चाहिँ तपाईँको आम नागरिक जनताहरूलाई चाहिँ तपाईँको श्रमबाट चाहिँ यसरी चाहिँ आफ्नै देशमा चाहिँ यसो गरेर चाहिँ हामी जीविका यसरी बाँच्नुपर्छ भन्ने चाहिँ हाम्रो पार्टीले चाहिँ विभिन्न अभियानहरू ल्याएर चाहिँ सिकाइराखेको ठिक छ। यो उहाँहरूले सक्नु भएर गर्नुभयो भने त्यो हामीले नगर्नु भन्ने मिल्दैन होइन। यो विषयका लागि चाहिँ अब राम्रै छ, तर विशेष कुरो अब हाम्रो नेपाल र हाम्रो चाहिँ यो प्रविधि जस्तै अब यो बाटोघाटो हेर्ने क्रममा हेर्दाखेरिमा चाहिँ यो समस्या होला कि जस्तो जुन अब अहिले इभीका गाडीहरू चाहिँ नि विद्युतीयबाट चार्ज गरेर चल्नुपर्ने गाडीहरू ट्याक्सीदेखि लिएर विभिन्न प्रकारका गाडीहरू आउँदा यसैलाई पनि तपाईँको विद्युतीयले धान्न चाहिँ अलिकति अप्ठ्यारो परिरहेको खण्डमा चाहिँ अब त्यो गाडीहरू पनि जस्तै अब चार्जबाट चल्ने गाडीहरू निकाल्दाखेरिमा विस्थापित भइसकेकालाई ल्याउँदाखेरिमा अलिक गाह्रो होला। कुलमान घिसिङ चाहिँ यातायात मन्त्री 6 महिने हो, 6 महिने मन्त्रीले चाहिँ कुनै पनि अरू नयाँ काम कार्यहरूलाई चाहिँ तपाईँको नयाँ काम कार्य गर्न चाहिँ सक्नुहुन्न र गर्नु पनि मिल्दैन नि त। यो गर्न सक्नुहुन्न, यो उहाँले गर्न सक्नुहुन्न नि। तपाईँको 6 महिनाले त गर्नै सक्नुहुन्न नि। यो सुशीला कार्की नेतृत्व सरकारले त केही गर्नै सक्दैन। त्यो खालको आउनुपर्छ भनेदेखि नि तपाईँको चाहिँ नि गाडी चलाउन जान्ने खालको गाडीको हरेक पाठ पूजाहरू सबै बुझेको मन्त्री आयो भने चाहिँ त्यसमा केही राम्रो हुन्छ। हाम्रो जुन जेनजीको र हाम्रो पार्टीको माग त मेल खान्छ नि त, एउटै छ नि त। तपाईँले बुझ्नु न, तपाईँको त संसदीय व्यवस्था खारिज हुनुपर्छ त भनेर त तपाईँको जमानादेखि भनेको छ। हाम्रो त तपाईँको जनसांस्कृतिक कलाकारहरूले चाहिँ गाना गाइरहेको छ, तपाईँले यसो सुन्नुभएको छैन र भने। अनि प्रत्यक्ष जनताले चुनेका कार्यकालले प्रधानमन्त्री हुनुपर्छ। एउटा मन्त्रीले चाहिँ तपाईँको 5 वर्ष चलाएपछि त्यो मन्त्री 5 वर्ष चलाउन पाउनुपर्छ, त्यो गइसकेपछि फेरि मन्त्री हुन आउन पाउनुहुन्न भनेर चाहिँ विभिन्न खालको माग राखेरै चाहिँ हाम्रो पार्टी निस्केको हो नि त। पार्टीका कार्यकर्ताहरू हाम्रो पार्टीका मान्छेहरू मरेका छन् नि त, तर उनीहरूले चाहिँ तपाईँको मार्नुपर्ने कारण त केही थिएन, हाम्रो पार्टीलाई प्रतिबन्ध लाउनु पर्ने कारण पनि केही थिएन। किन यी कम्युनिस्टकै धारणा भएका कम्युनिस्टकै सिद्धान्त भएका व्यक्तिहरू सरकारमा हुँदा पनि प्रतिबन्ध लगाइयो। किन भन्नुहुन्छ भने मिटर ब्याजीको विरोधमा लडेका थियौँ, भ्रष्टाचारीको विरोधमा लडेका थियौँ। एनसेलले चाहिँ तपाईँको खरबौँ रुपियाँ चाहिँ भ्रष्टाचार गरेको भरमा चाहिँ त्यसको विरोधमा लडेका थिए हाम्रा पार्टीहरू। त्यसो भएको कारणले गर्दाखेरिमा हाम्रो पार्टीको सिद्धान्त र हाम्रो पार्टीको विचार, हाम्रो पार्टीको धारणा राम्रो छ र सिद्धान्त तपाईँको कम्युनिस्ट सिद्धान्त हो। यो कम्युनिस्ट सिद्धान्तलाई पुरा गर्नुपर्छ भनेर चाहिँ जस्तै अब एमाले केपी ओली शर्मा भए, प्रचण्ड, पुष्पकमल दाहाल, उहाँहरू चाहिँ अब बुढा हुनुभयो। अलिकति युवा भनेको त हाम्रो विप्लव हो। त्यो प्रश्न मलाई गर्नुभएको थियो कि पहिला चाहिँ अब विप्लव भनेपछि सबै डराउँथे, अहिले विप्लव भनेपछि केही न केही भन्ने कुरोहरू छ नि त होइन, भन्नुभएको थियो नि त। होइन अहिले पनि विप्लव भनेको विचार हो, विप्लव भनेको चाहिँ एउटा विधान हो र विप्लव भनेको चाहिँ तपाईँको एउटा विज्ञान हो होइन, समाजवाद। र विप्लव भनेको फेरि भ्रष्टाचारी होइन, घुसखोरी, दलाल, विदेशी मध्ययार यस्तो खालको यो राष्ट्रलाई चाहिँ बेच्न खोज्ने सिमाना मिच्नेको चाहिँ विप्लव भनेको विस्फोटन पनि हो। यतिखेर हामीसँग स्वरोजगार मजदुर ट्याक्सी व्यवसायी रमेश गदाइलीजी हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु। तपाईँ हराउनु भयो आज? हरायो बहिनी। सुरुमा त नमस्ते अनलाइन मिडिया सञ्चालक आशा भारतीज्यूलाई नमस्ते। अलि दुब्लन पनि भएछ है? त्यस्तै हो, अब आफ्नो घरसी व्यवहार कामले गर्दा अलिकति दुब्लाइकै जस्तो भयो भनौँ न। अहिले आजकल तपाईँलाई के त्यो हुन्छ नि, जस्तै मजदुर व्यवसायको रूपमा चाहिँ देखिँदैन क्या कार्यक्रमहरूमा के, किन यस्तो छ? हामीले जुन समयमा गरिरहेको छौँ र अहिले पनि कार्यक्रमहरूमा देखिरहेको छ। अलिकति मेन कुरो चाहिँ अब रमेश देखिएकै छौँ। जुन अब हामीले जुन समयमा चाहिँ मजदुरहरूको हितको लागि चाहिँ केही मागहरू ल्याएर लडाइँ गर्दै हिँड्ने क्रममा चाहिँ कुनै मजदुरहरूलाई चाहिँ तपाईँको कुनै राहत भइ नै रहेको छ। हामी अगाडि बढाएका थियौँ र केही चाहिँ मजदुरहरूलाई आश्वासन पनि भयो र हामीले जुन गरेका पुरा नभए पनि आधी उधी चाहिँ राम्रै भयो। त्यसो भएकोले अहिले चाहिँ अब अलिकति पार्टीप्रति चाहिँ समय दिएको भएर चाहिँ अलिक मजदुरतिर चाहिँ अलिक कमै देखिए परेको छ। म जस्तै तपाईँको अहिले स्वरोजगारका भनौँ न अहिलेका तपाईँहरूले चाहिँ मानेको नेता है विप्लव जिलले चाहिँ हैसिया हत्याडालाई त्यागेर हातमा चाहिँ गुलाबको फुल लिएर चाहिँ निर्वाचन आयोगबाट चाहिँ निस्किनु बाहिरिनु भएको छ नि त। फागुनको 21 गते चुनावमा हैसिया हत्याडालाई भोट हाल्न छोडेर कमलको गुलाबको फुललाई हाल्छ नि त।
यस्तो छ अब हस्य हतौरालाई पनि तपाईँको चाहिँ नि अब यो 62 सालदेखि यता 82 साल भन्दाखेरि 20-30 वर्ष हेरेकै हुन् आम नागरिक जनताहरूले हेरेकै हो होइन त्यसो भएको कारणले गर्दाखेरि यो एउटा गुलाबको फुल भनेको त धेरै राम्रो यो फुललाई त ढुङ्गो र त्यो हस्य हतौडालाई पनि फुल मान्नुपर्ने दिन समयले चाहिँ त्यो परिस्थितिले चाहिँ त्यो देखाएको हो अब विप्लवको पार्टी चाहिँ हुन्छ नि क्रान्तिमा जाँदैन होइन जस्तै ढुङ्गाले हान्नु पनि ठाउँमा फुलले हान्ने त्यो कार्य गर्छ कार्य अहिले त्यही भइरहेछ त तपाईँ कृषि क्षेत्रबाटदेखि लिएर हरेक मजदुर हरेक चाहिँ तपाईँको आम नागरिक जनताहरूलाई चाहिँ तपाईँको श्रमबाट चाहिँ यसरी चाहिँ आफ्नै देशमा चाहिँ यसो गरेर चाहिँ हामी जीविका यसरी बाँच्नुपर्छ भन्ने चाहिँ हाम्रो पार्टीले चाहिँ विभिन्न अभियानहरू ल्याएर चाहिँ सिकाइराखेको छ जस्तै के अहिले जेनजीको सरकार छ नि त जस्तै जेनजीको सरकारमा अहिले ऊर्जा मन्त्री कुलमान घिसिङ भनौँ या तपाईँहरूकै यातायात मन्त्री उहाँले नि हेरिरहनु भएको छ नि त जस्तै तपाईँहरूको माग मुद्दाहरूलाई चाहिँ थाती नै छ एकातिर होइन तर यो 2033 सालदेखिबाट जुन टली बस सेवा चाहिँ सुरु भएको थियो र 66 सालमा बन्द भएको थियो नि अब अहिले चाहिँ सुचारू गर्नुपर्छ भनेर चाहिँ उहाँ चाहिँ तम तयार भएर चाहिँ हुन्छ नि अन्य सरोकारहरूसँग चाहिँ उहाँले चाहिँ सहयोग माग्दै हिँड्नु भएको छ कि कुलमान घिसिङले होइन के भन्न चाहनुहुन्छ यसमा ठिक छ यो उहाँहरूले सक्नु भएर गर्नुभयो भने त्यो हामीले नगर्नु भन्ने मिल्दैन होइन यो विषयका लागि चाहिँ अब राम्रै छ तर विशेष कुरो अब हाम्रो नेपाल र हाम्रो चाहिँ यो प्रविधि जस्तै अब यो बाटो घाटो हेर्ने क्रममा हेर्दाखेरिमा चाहिँ यो समस्या होला कि जस्तो जुन अब अहिले इभीका गाडीहरू चाहिँ नि विद्युतीयबाट चार्ज गरेर चल्नुपर्ने गाडीहरू ट्याक्सीदेखि लिएर विभिन्न प्रकारका गाडीहरू आउँदा यसैलाई पनि तपाईँको विद्युतीयले धान्न चाहिँ अलिकति अप्ठ्यारो परिरहेको खण्डमा चाहिँ अब त्यो गाडीहरू पनि जस्तै अब चार्जबाट चल्ने गाडीहरू निकाल्दाखेरिमा विस्थापित भइसकेकालाई ल्याउँदाखेरिमा अलिक गाह्रो होला जस्तै उहाँहरूले कुरा प्रस्ताव मात्रै राख्ने हो यसलाई कार्यान्वयन गर्न चाहिँ उहाँलाई गाह्रै पर्ला जस्तै हुन्छ नि त्यो 66 सालमा बन्द भएको चिजलाई त्यो त अब पास्टमा सक्यो नि त सकिसक्यो अब त अहिले त नयाँ युग छ प्रविधि होइन अहिले त सबै कुराहरू नयाँ छ होइन समयअनुसार चल्नुपर्ने ठाउँ त्यो पुरानै प्रविधिमा किन चल्न खोजे जस्तो लाग्छ तपाईँलाई होइन उहाँ पनि अलिकति पुरानै व्यक्ति हो त्यो पुरानो व्यक्ति भएको कारणले गर्दाखेरि त्यसमा चाहिँ केही चाहिँ छ कि रहस्य त्यो हामीले बुझ्नुपर्ने हुन्छ त्यसको लागि अब हामीले केही भन्न तपाईँहरूकोबाट यो विषयमा चाहिँ खासै आवाज उठेको सुनिएन क्या त्यही भएर मैले प्रश्न उठाइहालेँ ठिक छ अब यसलाई के रहेछ हामी सबै तथ्य कुराहरू बुझौँ ल जुन यो अब अहिले कुलमान घिसिङ चाहिँ यातायात मन्त्री 6 महिने हो 6 महिने मन्त्रीले चाहिँ कुनै पनि अरू नयाँ काम कार्यहरूलाई चाहिँ तपाईँको नयाँ काम कार्य गर्न चाहिँ सक्नुहुन्न र गर्नु पनि मिल्दैन नि त तपाईँलाई लाग्दैन यो गर्न सक्नुहुन्न यो उहाँले गर्न सक्नुहुन्न नि तपाईँको 6 महिनाले त गर्नै सक्नुहुन्न नि यो सुशीला कार्की नेतृत्व सरकारले त केही गर्नै सक्दैन नि केही गर्नु यो त थपना मात्रै लगाएर राखिदिया हो नि त ओके तपाईँको अबको कार्यकालले अबको प्रधानमन्त्री र यातायात मन्त्री जुनसुकै पनि जनताले चुनेर यातायात मजदुरहरूले यातायातका चाहिँ मजदुरहरूले चुनेर दिएको मन्त्रीले चाहिँ कार्यान्वयन गर्ने हो नि त मजदुरहरूबाट चाहिँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग भएको चाहिँ हुन्छ नि त्यो खासै देखिँदैन कि देखिँदैन मेन कुरो गाडी यो यातायात मन्त्री चाहिँ कस्तो खालको आउनुपर्छ भनेदेखि नि तपाईँको चाहिँ गाडी चलाउन जान्ने खालको गाडीको हरेक पाठ पूजाहरू सबै बुझेको मन्त्री आयो भने चाहिँ त्यसमा केही राम्रो हुन्छ हाम्रो मन्त्री जेएनजीले त प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री मागेछ नि त माग राखेछ नि त जस्तै तपाईँहरूको त्यो माग छैन नि त भन्नु खोजे होइन यस्तो छ हाम्रो मजदुरबाट पनि छ हाम्रो पार्टीको त तपाईँको माथि नेपाल कम्युनिस्ट पार्टी माओवादीको त छ नि जेएनजीकै माग हो नि तपाईँको योभन्दा पहिले 10 वर्ष अगाडिदेखि 72 माओवादीले पहिले माग गरे भने अहिले विद्रोह नै हुँदैन थियो त जुन हाम्रो चाहिँ तपाईँको चाहिँ विप्लव चाहिँ नि पार्टी फुटेर चाहिँ तपाईँको दोस्रो पार्टी गठन गरेर निस्किनु भयो नि त मागै त्यही हो त जेएनजीको र जुन जेएनजीको र हाम्रो पार्टीको माग त मेल खान्छ नि त एउटै छ नि त तपाईँले बुझ्नु न तपाईँको त संसदीय व्यवस्था खारिज हुनुपर्छ त भनेर त तपाईँको जमानादेखि भनेको छ हाम्रो त तपाईँको जनसांस्कृतिक कलाकारहरूले चाहिँ गाना गाइरहेको छ तपाईँले यसो सुन्नुभएको छैन र भने अनि प्रत्यक्ष जनताले चुनेका कार्यकाल प्रधानमन्त्री हुनुपर्छ एउटा मन्त्रीले चाहिँ तपाईँको 5 वर्ष चलाएपछि त्यो मन्त्री 5 वर्ष चलाउन पाउनुपर्छ त्यो गइसकेपछि फेरि मन्त्री हुन आउन पाउनुहुन्न भनेर चाहिँ विभिन्न खालको मागहरू माग राखेरै चाहिँ हाम्रो पार्टी निस्केको हो नि त खास चाहिँ त्यहाँबाट निस्केको हो क्या जस्तै माओवादीको चाहिँ तपाईँको एकीकृतबाट चाहिँ प्रचण्ड पार्टीबाट चाहिँ तपाईँको चाहिँ नि संविधानमा लेखिए हरेक वर्ग हरेक क्षेत्र हरेक पिछडिएका संविधानमा लेखियो तर कार्यान्वयन भएन भनेर चाहिँ हाम्रो विप्लव पार्टी चाहिँ फुटेको कारण त्यसरी हो नि त यसलाई पुरा गर्नुपर्छ हरेक घाइते हरेक जनमुक्ति सेनाका घाइते अनि हरेक चाहिँ तपाईँको चाहिँ अब
यिनीहरूलाई सबैलाई समेटेर यिनीहरूलाई चाहिँ दिन सक्ने कुरा रात दिनुपर्छ र क्रान्तिको सिद्धान्त यो हो, सिद्धान्त पुरा भएन भनेर चाहिँ फुट्नु भएको हो नि त खास चाहिँ। अब फुटेपछि तपाईँको के भयो भन्नुहुन्छ भने फुट्यो होइन। अब फुटिसकेपछि अब संविधानमा त लेख्यो तर कार्यान्वयन भएन नि त, किनभने प्रचण्डले त तपाईँको चाहिँ काङ्ग्रेसको एमालेको होइन केपी ओली शेरबहादुर यी सबै भएर चाहिँ तपाईँको इन्डिया विदेशी मतियार विदेशीको तपाईँको इसारा अनुसारले चाहिँ उहाँलाई चाहिँ एउटा चक्लेट खर गुल्यो बनाएर चाहिँ उहाँलाई चाहिँ लट्टाएर चाहिँ एकलौटी बनायो नि त। केपी ओलीको सरकार हुँदाखेरि त हाम्रो पार्टीले त 2 वर्ष प्रतिबन्ध शुद्ध लायो। प्रतिबन्ध तपाईँको कुनै ठाउँमा कार्यक्रम गर्नु हुने विप्लवको कार्यकर्ता भने गोली हान्ने शुद्ध आदेश भयो। हाम्रा केही साथीहरूलाई त तपाईँको फकाएर तपाईँसँग भेट्नु पर्ने सल्लाह छ भनेर चाहिँ लगेर मारेको पनि छन् र मरेका पनि छन्। 12-13 जना त हाम्रा पार्टीका कार्यकर्ताहरू हाम्रो पार्टीका मान्छेहरू पनि मरेका छन् नि त। तर उनीहरूले चाहिँ तपाईँको मार्नुपर्ने कारण त केही थिएन, हाम्रो पार्टीलाई प्रतिबन्ध लाउनु पर्ने कारण पनि केही थिएन, किन यी कम्युनिस्टकै धारणा भएका कम्युनिस्टकै सिद्धान्त भएका व्यक्तिहरू सरकारमा हुँदा पनि प्रतिबन्ध लगाइयो। किन भन्नुहुन्छ भने मिटर ब्याजीको विरोधमा लडेका थियौँ, भ्रष्टाचारीको विरोधमा लडेका थियौँ। एनसेलले चाहिँ तपाईँको खरबौँ रुपियाँ चाहिँ भ्रष्टाचार गरेको भरमा चाहिँ त्यसको विरोधमा लडेका थिए हाम्रा पार्टीहरू। त्यसो भएको कारणले गर्दाखेरिमा हाम्रो पार्टीको सिद्धान्त र हाम्रो पार्टीको विचार हाम्रो पार्टीको धारणा राम्रो छ र सिद्धान्त तपाईँको कम्युनिस्ट सिद्धान्त हो। यो कम्युनिस्ट सिद्धान्तलाई पुरा गर्नुपर्छ भनेर चाहिँ जस्तै अब एमाले केपी ओली शर्मा भए, प्रचण्ड पुष्पकमल दाहाल उहाँहरू चाहिँ अब बुढा हुनुभयो। अब अलिकति युवा भनेको त हाम्रो विप्लव हो र उहाँले आफ्नो सिद्धान्त र आफ्नो विचार पनि छोड्नु भएको छैन। अहिले पछिल्लो लटमा देख्नुभयो सुध्रिँदै होइन, पहिला पनि सुध्रेको हो नि तपाईँको, पहिला पनि सुध्रियो। अहिले तपाईँले भन्न खोज्नु भएको चाहिँ अब जस्तै भन्नुहोस् त के भन्न लाग्नु भएको छ भन्नुहोस्। होइन ल अब त्यत्रो हतियार उठाएर हिँड्ने मान्छे गुलाबको फुल लिएपछि त सुधेर त भन्नु यस्तो हो। हतियार उठाउने भन्न कस्तो हतियार भन्नको मतलब यो हतियारको विषयमा चाहिँ के हो भन्नुहुन्छ भने नि तपाईँको डराउने। जस्तै तपाईँले एकचोटि प्रश्न मलाई गर्नुभएको थियो कि पहिला चाहिँ अब विप्लव भनेपछि सबै डराउँथे, अहिले विप्लव भनेपछि त केही न केही भन्ने कुरोहरू छ नि त होइन, भन्नुभएको थियो नि त। होइन अहिले पनि विप्लव भनेको विचार हो, विप्लव भनेको चाहिँ एउटा विधान हो र विप्लव भनेको चाहिँ तपाईँको एउटा विज्ञान हो होइन, समाजवाद। र विप्लव भनेको फेरि भ्रष्टाचारी होइन, घुसखोरी, दलाल, विदेशी मध्ययार यस्तो खालको यो राष्ट्रलाई चाहिँ बेच्न खोज्ने सिमाना मिच्नेको चाहिँ विप्लव भनेको विस्फोटन पनि हो। तपाईँले यो कुरा ख्याल गरेर राख्नु होला। विप्लव भनेको विस्फोटन पनि हो तपाईँको, किनभने नयाँ कुरा भन्नुभयो, नयाँ कुरा तपाईँको यो पनि हो क्या। किनभने यो देशलाई माया गर्ने, यो धरतीलाई माया गर्ने, यो राष्ट्रलाई माया गर्ने भनेको विप्लव हो। तर रमेश सर यो देशलाई माया गर्छु राष्ट्रलाई माया गर्छु भनेर विगतमा त हेर्नुहोस् त एकदमै पुरानो पार्टी भनेका नेपाली कङ्ग्रेसले नि त देशलाई माया गर्छ त, धेरै ठाउँ गरेछ तपाईँको, धेरै ठाउँ गरेर दुनियाँ चाहिँ तपाईँको सबै बेचेरै खाइसके के माया गर्ने भन्ने। माया गर्ने भनेको अहिले चाहिँ हालचाल चाहिँ यही नै हो। अहिले जस्तै अब जेनजी भनेका छन्, जेनजी भनेर चाहिँ विभिन्न खालको चाहिँ मिडियाबाजी भएका छन्, रोडमा आन्दोलन भएको छ। तर जेनजीहरूको पनि यो आन्दोलन जेनजीहरूले 2 दिनमा सखाप बनाए त्यो ठिक छ, तर जेनजीहरूको माग पनि ठिक छ, समर्थन छ हाम्रो पार्टीको पनि। तर जेनजीहरूको आन्दोलन पनि अहिले विफल भयो क्या, विफल भयो। जेनजीहरूको आन्दोलन गरिसकेपछि एउटा युवा आउनु पर्थ्यो प्रधानमन्त्री, सुशीला कार्कीलाई प्रधानमन्त्री राखेर बाटामा चाहिँ बसिरहेको मान्छेले समाएर ल्याएर राखेको कार्यकालीन सरकारले चाहिँ तपाईँको हाम्रो माग मुद्दाहरू र हाम्रो चाहिँ समस्याको समाधान गर्छ भन्ने कुरो हामीलाई विश्वास छैन। र यो सरकारले त चुनाव पनि गराउन सक्दैन जस्तो नासमा लागिरहेको छ। म यो चुनावकोमा अहिले प्रश्न अहिले जोडौँला होइन। पहिला जेनजीले फेरि अहिले चाहिँ सुशीला कार्कीलाई चाहिँ आफ्नो जुन प्रधानमन्त्री पदबाट चाहिँ राजीनामा दे भनेर पत्र पनि राष्ट्रपतिलाई बुझाइसकेको छ होइन। अब बाइ द बस अब राष्ट्रपतिको हातमा छ नि त, आखिर देश त राष्ट्रपतिले नै चलाउने रहेछ भन्ने कुरा त एक किसिमले पनि देखियो। तपाईँलाई के लाग्छ सुशीला कार्कीले चाहिँ राजीनामा दिनुपर्ने हो अहिलेको अवस्थामा? विशेष त दिनै पर्ने हो त, अर्कोलाई सुम्पिनु पर्ने कि त सबै पार्टी सुम्पिनु भनेर सबै पार्टीको पहिला जति जे गल्ती गरे अब हामी गल्ती गर्दिनँ भनेर ब्याकफोर्समा बसेर चाहिँ सबै पार्टीका र अरू बुद्धिजीवी नेपालका चाहिँ तपाईँको बुद्धिजीवीहरूसँग चाहिँ छलफल गरेर उहाँले राजीनामा दिएकै राम्रो हुन्छ। हाम्रो पार्टीको माग पनि राजीनामै दिनुपर्छ भन्ने माग हो। अस्ति चाहिँ हाम्रो पार्टीको महासचिव नेत्र विक्रम चौक पनि चाहिँ तपाईँको सुशीला कार्कीले भेटेर ज्ञापन पत्र बुझाएर आइसक्नुभयो। हाम्रो प्रकाण्ड प्रवक्ताले पनि भनिसक्नु भएको छ राजीनामा दिन्छन् त, राजीनामा नदिए त सुखै छैन त उहाँको। अनि
तपाईँको त्यो मन्त्री मात्रै भएर त हुँदैन नि त, भोलि यहाँ चुनाव गराउन सक्नु पर्यो नि त। राजनीति चुनाव हुँदैन, उहाँले त चुनावै गराउन आएको व्यक्ति हो नि त उहाँ त। होइन आए पनि खोइ त अहिलेसम्म त कुनै केही कुराहरू नै 2 महिना बितिसक्यो, कुनै केही काम कार्यान्वयन गरेकै छैन। त्यसो भएको कारणले उहाँले राजीनामा दिनुभन्दा विकल्प अरू केही पनि छैन। उहाँले दिनैपर्छ। राजीनामाको विकल्प त अरू पनि हुनसक्छ नि, जस्तै अब जुन संसद विघटन भएको छ, संसदलाई फेरि सुचारू गरेर चुनाव त जान सकिन्छ त। होइन संसद यस्तो छ, संसद सुचारू गरेर चुनावमा जानुभन्दा पनि प्रत्यक्ष कार्यकालले जनताबाट चुनिनु पर्यो क्या। संसद त्यो संसद संविधान संशोधन गर्न पर्यो। त्यही त संविधान संशोधन गर्न सक्नु पर्यो नि त, यतिखेरसम्म गरिसक्नु पर्ने हो नि त। तपाईँको उहाँले गर्नै सक्नु भएको छैन क्या, गर्न सक्ने खालको व्यक्तिले होइन। यो देश कसको हातमा चलिरहेछ त त्यसो भए? यो देश त तपाईँको यो अहिले बाहिरकै इसारामा चलिरहेछ जहाँसम्म लाग्छ होइन। अब यहाँ जे भन्छन् मान्छेले, हरेक भनेका छन् जनताहरूले, हामी नबुझ्ने हामी पनि त्यही भनौँ लागि, तर जुन पहिलाकै सिस्टममा गइरहेको छ क्या, यो हाम्रो पार्टीले भित्री उसबाट चाहिँ अनुसन्धान गरिरहेको छ। जस्तै अब राष्ट्रपति भइसकेपछि त तपाईँको सबै उसैको हातबाट चलिसकेपछि त त्यही उसमा जानु पर्यो नि त। जस्तै आजको माइती घरमा जुन एमालेको फोर्सको जुन घोषणाको कार्यक्रम थियो होइन, साथमा जेएनजीको पनि थियो, मतभेद भएर चाहिँ त्यहाँ भिडान्त पनि भयो होइन। अब तपाईँले हेर्नुभयो भने 12मा रौतहट सिमरा 12मा चाहिँ एमाले भर्सेस जेएनजीको चाहिँ द्वन्द्वै भयो होइन। दुईटालाई चाहिँ बर्खास्त पनि गर्यो अथवा थुन्यो भन्ने कुरा आइरहेछ एमाले वडा अध्यक्षबाट होइन। के भन्न चाहनुहुन्छ, यो खास यो के हो, मेन शत्रु चाहिँ एमाले नै हो कि होइन, अथवा जेएनजी हो कि के हो? विशेष कुरो चाहिँ के हो भन्नुहुन्छ भने नि, यो देश, यो नेपाल पनि एमालेको पो हो नि त होइन। एमालेको पनि हक अधिकार छन्। यो संविधान खारिज नभएसम्म एकतहा बहुमत लिएर आएर होइन 2/3 भएको सरकार हो, सरकार पनि हो, बहुमत लिएको सरकार पनि हो। तर हामीले यसलाई कसरी हेर्नुपर्छ भने नि, यसलाई यो एमालेलाई मात्रै चाहिँ तपाईँको त्यो खेदो गर्नु, र अब एमाले पनि एउटा कम्युनिस्ट सिद्धान्त भएको व्यक्ति हो होइन। अब एमालेको पनि देश हो र एमाले पनि बोल्न पाउँछ कि चाहिँ संविधानै खारिज हुनु पर्यो र अनि चाहिँ नि तपाईँको झडप हुने, अनि जेएनजीहरूले मात्रै चलाउने भन्ने हुन्छ। तर यो जेएनजीहरूलाई नि, जेएनजीहरूलाई पनि कहाँबाट परिचालित छ भन्ने कुरामा हामी बुझ्नुपर्छ। परिचालित नभए त्यो हुँदै हुँदैन तपाईँको। होइन हामीले भन्नु मिलेन, हामीलाई यो विषयको कुरो थाहा पनि छैन, तर काहीँ न काहीँबाट परिचालित भएर त यो भइरहेछ त। बा चाहिँ तपाईँको सरकारबाटै भयो कि माथिबाटै होइन, नजिक बाहिरी देशबाट भइरहेछ कि, यसलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। किनभने नि अरू सर्वसाधारण मरेका छन् नि त, जेएनजीको लिडरले पनि बुझ्नुपर्छ यो विषय कुराहरू, र एमालेका नेताहरूले पनि बुझ्नुपर्छ यो कुराहरू। यो समयमा आन्दोलन गर्ने होइन, यो समयमा आन्दोलन विकल्प होइन, आन्दोलन गर्न मिल्दैन यो समयमा। तर तपाईँ आन्दोलन विकल्प होइन भन्नुहुन्छ, जेएनजीले फेरि आन्दोलन गर्छु भनिरह, राजावादीको आन्दोलन छुट्टै छ, दुर्गा पसाईको आन्दोलन छुट्टै छ। अब ओलीले फेरि नातिलाई चाहिँ किन थुनी छोड्दै भनेर चाहिँ बोलिसकेका छन्, दुर्गाको कित्तामा आइसकेका छन्। यस्तो हो तपाईँको के छ भने नि, अब हामीले नि हाम्रो नेपाल र हाम्रो राष्ट्र बचाउने र हाम्रो राष्ट्रलाई चाहिँ केही माया गर्ने र नेपाली आमालाई हँसाउन चाहन्छ र नेपाली आमा रुनै चाहन्छ भने आन्दोलनै गर्नु पर्यो। किन सर्वसाधारणहरू मरेका छन् नि त, सर्वसाधारणहरू मरिरहेको अवस्थामा चाहिँ नेपाललाई बचाउने हो भने यो समयमा समस्याको समाधान वार्ताबाट गर्नुपर्छ। कसैले आन्दोलन गरेर ढुङ्गामुढा गरेर सर्मचाहरू के अरे घरहरू जलाएर चाहिँ समस्याको समाधान यो समयमा हुँदैन। किन हाम्रो नेपाल चाहिँ तपाईँको गरिब भयो कि 20औं वर्ष पछाडि धकेलिएको कारणले गर्दा यो समयमा कसैले आन्दोलन गर्छु भनेर रोडमा अवरोध गर्न चाहिँ पाइँदैन। अबको समयमा जनताहरूले मान्दैन यो विषयलाई। यो अब नेपाली जनताले आन्दोलन गर्न दिँदैनन्, अब आन्दोलन गर्न दिँदैनन् नि, आन्दोलन गर्न दिँदैनन्। किन भन्नुहुन्छ भनेदेखि तपाईँको चाहिँ अब यो व्यवसाय होइन, हरेक प्रकारको चाहिँ नि सर्वसाधारण बिहान कमाएर बेलुका खानुपर्ने व्यक्तिहरूले चाहिँ नि तपाईँको आन्दोलन गरेर चाहिँ बन्द भइदियो भनेदेखि उनीहरूलाई कति घाटा लाग्यो। जसले आन्दोलन गरोस्, चाहे दुर्गा परसाई होस्, चाहे एमाले होस्, चाहे माओवादी काङ्ग्रेस जोसुकै होस्, एबिसी जो भए तापनि सर्वसाधारण र जनतालाई बिहान कमाएर बेलुका खानुपर्ने व्यक्तिलाई चाहिँ चामल नुन तेल दाल किनेर अनि आन्दोलन गर्नु। मेरो सुझाव यही हो, मजदुरलाई बिहान कमाएर बेलुका खानु। यो गाडीमा कम्ती घाटा छ, हामीले त 50 टाइम सरकारलाई कर तिरेका छौँ। दिनको चाहिँ तपाईँको हिसाब गर्नु भने म एउटा सानो व्यवसाय एउटा रोज ट्याक्सी चलाएर खानुपर्ने मान्छेको चाहिँ तपाईँको दिनमा चाहिँ अस्ति मैले हिसाब गर्दा लगभग 83,000 परेन रहेछ एक दिनको। त्यही गाडीले कमाएर उठाएर त मैले चाहिँ ब्याङ्क वित्तीय संस्थालाई तिर्ने हो नि त होइन। 3 दिन बन्द भयो भने म कति घाटामा गएँ ल हेर्नुहोस् त। त्यसो भएको कारणले गर्दा अहिले आन्दोलनको विकल्प केही पनि छैन, आन्दोलन गर्न मिल्दैन।
आन्दोलन गर्न चाहिँ अब सर्वसाधारणले दिनेवाला छैनन् किन समस्याको समाधान ठाउँमा कोर्ट सभा गर्ने ठाउँमा चाहिँ तपाईँको चाहिँ आफ्ना व्यक्तिगत बोलाएर चाहिँ गरेको राम्रो हो र दोस्रो कुरो एमालेको विषयमा हेर्दाखेरिमा अहिले अलिकति हाम्रो महेश बस्नेत चाहिँ अलिकति अलि ऊ हुनुहुन्छ पार्टीका अलिकति वफादारी पनि अलिकति पावरदारी पनि यो त्यो भएको कारणले गर्दा अलि घाँचोघुचो भइरहेको हो किनभने अब एमाले भनेको त तपाईँको चाहिँ नि कम्युनिस्ट सिद्धान्त भएको व्यक्ति हो नि त होइन एमाले त माओवादीसँग मिल्नुपर्छ तपाईँको चाहिँ अरू घटकहरू चाहिँ कतिपय चाहिँ त्यो पार्टीहरू फुटेर गएकोहरूलाई चाहिँ समेट्न चाहिँ उहाँ महेश बस्नेतको दिमाग भएर महेश बस्नेत चाहिँ सत्य नेता हो भने अरू पार्टी समेटेर कम्युनिस्ट सिद्धान्त भएको व्यक्तिहरूलाई चाहिँ सबै पार्टीहरूलाई समेटेर अनि जेनजीसँग छलफलमा बस्नुपर्छ तपाईँको सुझाव हाम्रो सुझाव यही नै हो किन बसेको राम्रो हो क्या यो समयमा किनभनेदेखि अहिले त तपाईँको 81 शताब्दीमा कोही भन्दा कोही कम पनि छैन यतिको बोल्ने गराएको पनि त नि तपाईँको महेश बस्नेतलाई त्यत्रो भाषण गर्न गुन्डुबाट उफ्रिन अनि तपाईँको उहाँ जा भनेर त यो गणतन्त्रमा गुन्डुमा मात्रै राजा हुन् गुन्डुको गुन्डा हुन् यो बनाएको कसले हो त भन्दा माओवादीले बनाएको होइन तपाईँको यो ठाउँमा ल्याएको माओवादीले हो नि तर माओवादीको चाहिँ खेरो खनेर हिँड्नुहुन्छ महेश बस्नेतजी अनि कसरी समस्याको समाधान हुन्छ यो नेपाल ऊ त उहाँ जस्तो यस्तो बुझ्ने होइन ऊ यस्तो बुझ्ने नेताले त बुझ्नुपर्छ नि त माओवादीलाई नै तपाईँको चाहिँ खेदो खन्नुहुन्छ क्या ल हेर्नुहोस् ऊ त एउटा कम्युनिस्ट सिद्धान्त भएको उसलाई बोल्ने पनि त माओवादीले बोल्नु संविधान लेखेर पनि बोल्न पाए त शान्तिपूर्ण आन्दोलन शान्तिपूर्ण कोर्ट सभा शान्तिपूर्ण गर्न पाइन्छ भनेर संविधान लेखेको भएर पो बोल्न पाइयो त यो माओवादीले मलाई पनि यो दिएको त माओवादीले हो नि त अरूले त होइन नि बुझ्नुभयो नि तपाईँको यो संविधानमा नलेखिएको भए त हामीले यसरी बोल्नै पाउँदैन थियौँ यसरी आन्दोलन गर्नै पाउँदैन थियौँ हामीले समस्या परेको कुराहरू माग गर्न पाउँदैन थियौँ होइन त्यसो भएको कारणले गर्दाखेरिमा महेश बस्नेतले के गर्नुहुन्छ कम्युनिस्ट सिद्धान्त भएको माओवादीलाई समेट्न सक्नुभयो भने चाहिँ समस्याको समाधान हुन्छ र एउटा कुरो हाम्रो पार्टीको विषयबाट चाहिँ तपाईँले केही कुराहरू सोध्नुभयो र हाम्रो पार्टीको विषयमा चाहिँ के भन्नु छ भने तपाईँको देख्नुभयो नि कतिपय त तपाईँको प्रतिबन्धदेखि लिएर हरेक पार्टीहरूले हरेक सङ्घर्ष झेलिएर चाहिँ हामी यो ठाउँमा आइयो है यो यहाँसम्म अहिले गुलाबको फुल समाउन शुद्ध आइयो किनभने त्यो ढुङ्गोलाई पनि फुल भनेर चाहिँ हामीले बनाएर ल्यायौँ र तपाईँले यही देखिहाल्नु भने अब माओवादी पुष्पकमल दाहालले चलाएको जुन नेतृत्व गरेको चाहिँ तपाईँको ढल्किने भयो अब यता चाहिँ नेपाल कम्युनिस्ट पार्टी माओवादी भनेर चाहिँ हाम्रो पार्टीले दल दर्ता गरौँ अब मेन माओवादी र मेन कम्युनिस्ट सिद्धान्त भनेको चाहिँ हाम्रै पार्टी हो किनभने हाम्रो सिद्धान्त हामी छोड्दिनौँ हतेडा छोडौँ फुलमा हामी रमायौँ जस्तै अब कम्युनिस्टको सिद्धान्त के हो त भन्ने कुरा हामी जस पुरा गर्छौँ कम्युनिस्टको सिद्धान्त भनेको गुलाबको फुल रहेछ होइन फुले हो फुलले रहेछ त्यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ समय र संवादको लागि धन्यवाद।